आज म तपाईँहरूलाई यो सिकाउन गइरहेको छु कि मेन्टल स्ट्रङ कसरी बन्ने, मतलब मानसिक रूपमा बलियो कसरी बन्ने। पहिलो नम्बरमा आफ्नो भावनालाई नियन्त्रण गर्न सिक्नुहोस्। जस्तै रिस, डर वा तनाव अझ तुरन्त प्रतिक्रिया नदिई शान्त भएर सोच्नुहोस् त तपाईँसँग यदि रिस छैन भने कस्तो खालको वातावरण सिर्जना हुन्छ। दोस्रो नम्बरमा छ नियमित व्यायाम गर्नुहोस्। हिँड्ने, दौडिने वा योग गर्ने बानीले मानसिक शक्ति बढाउँछ र यसले गर्दा तपाईँको शक्ति र तपाईँको शरीरको ऊर्जा पनि नियन्त्रणमा राख्दछ। तेस्रो नम्बरमा छ सकारात्मक सोच राख्नुहोस्। तपाईँ जहिले पनि सोच राख्दाखेरि सकारात्मक हुनुहोस्। समस्या मात्र होइन, समाधानमा पनि ध्यान दिनुहोस्, किनकि कुनै पनि समस्या यस्तो हुँदैन कि जसको समाधान नहोस्। चौथो नम्बरमा सफलताबाट सिक्नुहोस्, असफलताबाट सिक्नुहोस्। हार वा गल्तीलाई अन्त्य होइन, सिकाइको अवसर मान्नुहोस्। जस्तै कुनै पनि काममा तपाईँ असफल हुनुभयो भने त्यसलाई त्यहीँ सकियो, त्यहीँ सिद्धियो भनेर नबुझ्नुहोस्। असफलताबाट नै सफलताको शिखरमा चुम्न सकिन्छ भन्ने भावनालाई मध्यनजर गर्दै तपाईँ त्यो असफलताबाट सफलताको लागि चुन्ने वातावरण बनाउनुहोस्। पाँचौँ नम्बरमा छ आफ्नो लक्ष्य स्पष्ट बनाउनुहोस्। जस्तै तपाईँ कहाँ पुग्नु छ, कहाँ हुनुहुन्छ, कति समय लाग्छ, त्यो समय चाहिँ निर्धारण गर्नुहोस्। साना साना लक्ष्य बनाएर पुरा गर्दै जानुहोस्। एकैचोटि गन्तव्यमा पुग्छु भनेर कहिले पनि नसोच्नुहोस्, किनकि जो मान्छे सिँढीबाट माथि गएको हुन्छ ऊ बाटो कहिले पनि बिराउँदैन। तर जुन व्यक्ति चाहिँ लिफ्टबाट गएको हुन्छ, लिफ्ट बिचमा खराब भयो भने त्यो त्यहीँको त्यहीँ नै रोकिन्छ र आफ्नो तल आउन र माथि जान पनि गाह्रो हुन्छ। तर सिँढीबाट गएको मान्छे कहिले पनि त्यो बाटो बिराउँदैन, उही सिँढीबाट गएको हुन्छ, त्यही सिँढीबाट पनि फर्किन्छ। छैठौँ नम्बरमा छ सामाजिक सञ्जालको अत्यधिक प्रयोग कम गर्नुहोस्। जस्तै तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा धेरै समय बिताइरहनु भएको छ भने कमसेकम तपाईँ समय निर्धारण गर्नुहोस् र त्यताको समयलाई कम ध्यान दिनुहोस् र फेसबुक, ट्विटर, इन्स्टाग्रामलाई कम दिनुहोस्। अरूसँग तुलना गर्दा आत्मविश्वास घट्न सक्छ, तर त्यस्तो समस्याको समाधान चाहिँ सामाजिक सञ्जाल कम गर्नुभयो भने अरूसँग तुलना गर्ने अवसर पनि कम हुन्छ, जसले गर्दा तपाईँ सामाजिक समस्याबाट टाढा रहनुहोस्। सामाजिक सञ्जालबाट जति सक्दो धेरै टाढा रहनुहोस् र कम प्रयोग गर्नुहोस्। म यो भन्दैन कि प्रयोगै नगर्नुहोस्, तपाईँ प्रयोग गर्नुहोस्, तर सामाजिक सञ्जालको मात्रालाई कम गर्नुहोस्। जस्तै एउटा सेड्युल बनाउनुहोस्। सातौँ नम्बरमा छ पर्याप्त निद्रा लिनुहोस्। तपाईँ पर्याप्त निद्रा भएन भने तपाईँलाई निद्रा लाग्न सक्छ दिनमा र तपाईँले आफ्नो काम गर्न सक्नुहुन्न, तपाईँको बिपी लो हुनसक्छ, जसले गर्दा दैनिक 7 देखि 9 घन्टा सुत्नाले दिमाग स्वस्थ रहन्छ र दिमाग स्वस्थ रह्यो भने तपाईँसँग नयाँ नयाँ सोचहरू आउँछ र नयाँ नयाँ उजागर गर्ने बानी पनि हुन्छ। आठौँ नम्बरमा छ ध्यान, मेडिटेसन वा प्रार्थना गर्नुहोस्। दिनको 10 देखि 15 मिनट ध्यान गर्दा मन शान्त र बलियो हुन्छ, जसले गर्दा तपाईँ बढीभन्दा बढी मेडिटेसन गर्नुहोस् र मेडिटेसनले गर्दा दिमाग शान्त रह्यो भने तपाईँको सोच्ने शक्ति पनि बढ्छ र अरूसँग तुलना गर्ने क्षमता पनि बढ्छ। अनि लास्टमा याद राख्नुहोस्, मानसिक रूपमा बलियो बन्नु एक दिनको काम होइन। दैनिक साना सकारात्मक बानीहरूले बिस्तारै ठुलो परिवर्तन ल्याउँछ, जसले गर्दा तपाईँ चाहिँ डेली सकारात्मक सोच राख्नुहोस्। एक दिनको होइन, सानो सानो बानीलाई सुधार्नुहोस् र बानी सुधार्दै जानुभयो भने एक दिन अवश्य नै सफलता प्राप्त गर्नुहुनेछ। हस्त, धन्यवाद।